धर्ममा पैसा बाँड्यो, जसले हाम्रो राष्ट्र लुट्यो, सबै आफ्नो देशमा 72 करोड उठाउन नसकेर 50 करोडको एमसीसी भित्रायो। यो पनि अमेरिकी सरकारले यसलाई फ्रड हो भनेर भनेको छ। यो अब चाहिँ के छ, तयारी चाहिँ कस्तो छ? तयारी तपाईले देखिसक्नु भएको छ। यो त सांकेतिक मात्रै हो। हामी उग्र रूपमा चाहिँ यहाँ आउन पर्यो भने बंगलादेश भन्दा कडा हुन सक्छ यहाँ भन्ने छ। यीबाट भन्छौँ हामी। त्यसबाट यो बेलैमा हाम्रो राष्ट्रिय नेताले के भनेछ, राजेन्द्र प्रसाद लिम्बेनले तपाईहरु यो शान्तिपूर्ण र्यालीमा तपाईहरु पनि आएर राजाका कुरा सम्बोधन गरौं, सबै अटाएर बसौं, यो देशमा हिंसा हुँदैन भनेर भनेको छ। यो शब्दलाई उनले अपमान गर्यो भने यस्ता ती केपी ओली होइन, ती राजे सिंहले प्रधानमन्त्री होइन, यी सबैले हट्न पाइन्छ। हरेक व्यक्तिले राजाले आउन चाहेका छैनन्, तर यो जनविरोध मात्रै हो भन्ने पनि होइन। अभिव्यक्ति दिनु भएको। राजाले चाहेर आउने होइन, हामीले ल्याउने हो। राजा भाइ, राजा हामीले ल्याउने हो। राजाले चाहेर होइन, यो देशमा कसैले चाहेर के होइन, जनताले चाह्यो भने जे पनि हुन्छ। त्यसकारण हामीले चाहेर राजा ल्याउने हो, राजाले चाहेर होइन। आज काठमाडौँमा हामी काठमाडौँवासी मात्रै यहाँ छौँ, जम्मा तपाईँको चाहिँ नगरगाउँमा छौँ, सारा नेपालका सम्पूर्ण राष्ट्रवादी आइपुग्यो भने के हुन्छ र? आज यो भवसागर हेर्नुहोस्, तपाईँ थाहा पाउन सक्नुहुन्छ। यति धेरै चुनाव राम्रो कि वंशज नेतृत्व राम्रो? यो प्रश्न नै गलत छ। यो प्रश्न किन गलत छ भने तपाईँको चाहिँ जे जनताले चाहन्छ त्यो नै लोकतन्त्र हो। त्यो लोकतान्त्रिक राज संस्थाको चाहिँ स्थापना गरेर अगाडि बढ्नुपर्छ। हामीले कहाँ तपाईको लोकतन्त्र पाल्ने भनेको छ? लोकतन्त्रमा राजा अटाउन सक्दैन, अनि यो लोकतन्त्रमा यिनीहरू मात्रै अटाउन सक्छन्। हामीले कहाँ राजा अटाउन सक्दैन भनेको छ? यो लोकतन्त्र फाल्ने भनेको छैन। हामीले राजालाई यो प्रतिनिधि हुने किसिमको सरकार दिने भने होइन। अब यहाँ अस्ति तपाईँको चाहिँ विधेयकहरू ल्यायो नि राष्ट्रपतिले र ज्यानमाराहरूलाई छोड्यो नि, राजा भइदिए त्यो हुँदैन, त्यो हुँदैन, गल्ती हुँदैन। त्यो विधेयक ल्याउने बेला पनि सर्वोच्च अदालतमा राजाले सोधनी गरेपछि मात्रै त्यहाँ निर्णय भएपछि मात्रै हुन्थ्यो। राजाको एकलौटी एकाधिकारले त्यस्ता विधेयकहरू आउँथेनन्। अब सरकारले के चाहन्छ त्यही रूपमा जान्छ। हामी शान्तिपूर्ण भन्छौँ, उनले चाहिँ हिंसात्मक भन्यो नि हिंसात्मकमा जान्छौँ हामी। अब चाहिँ सरकारले नेतृत्व काठमाडौँलाई एमालेको नेतृत्वमा कब्जा हुनुपर्छ भनेर भन्दै थियो। कब्जा गर्यो त आज? कब्जा कसको भयो हेर्नुहोस् त? कब्जा भयो, तपाईँ कब्जा मान्नुहुन्छ? हामीले कब्जा गरेर गणतन्त्र दिवस मनायो, त्यो आन्दोलनले कसरी? तपाईँ फेरि गणतन्त्र दिवस गाडुतन्त्र दिवस हो यो। गाडु भएको